Hi everyone, welcome back to my mini vlog. र म चाहिँ आज ग्रोसरी शपिङ गर्न गएको थिएँ फर माई डे अफ। फर्स्टमा चाहिँ मैले लिएँ ब्राउन ब्रेड अनि त्यसपछि चाहिँ मैले लिएँ क्रोजोन। यो चाहिँ अहिले एक्सपेन्सिभ छ तर आज चाहिँ अफरमा रहेछ, त्यही भएर मैले त्यो पनि लिएँ। एन्ड आफ्टर द्याट आई वेन्ट टु द फ्रुट सेक्सन। अन्त मैले चाहिँ लिएँ रेड एप्पल। र यहाँनिर चाहिँ पाउनु चाहिँ सबै कुरा पाउँछ तर हल्का एक्सपेन्सिभ छ अरू जग्गा भन्दाखेरि। अन्त मेरो चाहिँ अन्डा पनि सकिरहेको थियो, त्यही भएर मैले अन्डा पनि लिएँ। अन्त गाइस यहाँनिर चाहिँ खै यो वाइट एग भन्दाखेरि चाहिँ ब्राउन एग चाहिँ मिठो हुन्छ, खै कुनै के भएको होइन। अनि म गएँ नुडल भएको सेक्सनमा। अन्त अस्तिको पालि चाहिँ मैले यो बुल्डक कार्ब बनाएर खाएको थिएँ तर यसपालि चाहिँ म यो 2x खान्छु भनेर यो पनि लिएँ। र बुल्डकको चाहिँ मैले 4टा फ्लेभर टेस्ट गरिसकेको छु। मलाई चाहिँ कार्बोनारा र यो 2x मात्रै मनपर्छ नि त। अन्त त्यही मैले चाहिँ पोक्चो पनि थिएन, अन्त त्यही भएर मैले पोक्चो पनि किनेँ। खै कुनै आज चाहिँ पोक्चो चाहिँ पुरा राम्रै थिएन, बिचबिचमा अर्को हालिदिएको थियो होइन। अन्त मैले खोजेर चाहिँ एउटा राम्रो पाएँ, अन्त मैले चाहिँ त्यही किनेँ। अन्त त्यसलाई पनि लिएर म चाहिँ ल्याउनु गएँ सफ्ट ड्रिङ्क त चाहियो बुल्डकसँग होइन। अन्त म चाहिँ डाइट कोक खान्छु तर यिनीहरूले हल्का क्यानको चाहिँ प्राइस बढाएछ, त्यही भएर मैले चाहिँ बेटर बोतल नै ल्याउँछु भनेर बोतल नै किनेँ। अन्त एक्जिटमा चाहिँ हेर्नु न गाइस, यिनीहरूले कस्तो मजाले फ्लावर्स प्लान्ट्सहरू कस्तो मजाले सजाएर राख्छ, त्यो पनि कस्तो प्रिटी हुन्छ। तर यो चाहिँ हल्का एक्सपेन्सिभ हुन्छ। त्यसपछि चाहिँ म गएँ डाइरेक्ट बिलिङ काउन्टरमा। अन्तखेरि बिलिङ काउन्टर चाहिँ यस्तो बिजी थिएन, त्यही भएर मेरो टर्न पनि छिट्टो आयो। अन्त मैले चाहिँ बिल पनि पे गरेँ। र गाइस मैले चाहिँ एप्पलमा प्राइस ट्याग नै हाल्नु बिर्सेछु नि त, अन्त क्युआर बिना त बिल पे गर्नु सक्दैन, त्यही भएर मैले चाहिँ त्यसमा पनि छिटो प्राइस ट्याग हालेर म चाहिँ बिल पे गर्नु गएँ। अन्त त्यसपछि मैले बिल पे गरेँ। अन्त मेरो सबै सामानहरू लिएर मैले चाहिँ एक्जिट गरेँ। अनि यो चाहिँ हाम्रो सबैभन्दा छेउको सुपर मार्केट हो, क्यारिफोर। लोकेसन चाहिँ डिस्कभरी गार्डन पभिलियन मल। सो या द्याट्स हाउ आई डिड माई ग्रोसरी शपिङ। थ्याङ्क यू फर वाचिङ, होप यु लाइक माई भिडियो गाइस। सी यू इन माई नेक्स्ट मिनी भ्लग।